विश्रामपछि पुनः स्वागत छ कार्यक्रम परिवेशमा। आज हामी इस्टर्न रिजन कोअर्डिनेटर गरिखाना देऊ अभियानका बसन्त अधिकारीसँग कुराकानी गरिरहेका छौं र बसन्त अधिकारीजी यो गरिखाना देऊ जुन भयो विधिको शासन हुनु पर्यो, हत्या हिंसा यो जुन भइरहेको छ अहिले भनेर नहोस्, आफ्नो गरिखाना पाऊ भन्ने एउटा अब्जेक्टिभ त छ, तर त्योदेखि बाहेक पनि अन्य अब्जेक्टिभहरु चाहिँ यसको मेन अब्जेक्टिभ के छन् त? यसको मेन अब्जेक्टिभ भनेको चाहिँ अहिले हामीले स्पेशली फोकस भनेको चाहिँ दुईटा कुराहरुमा गरेका छौं। एउटा चाहिँ भनेको पोलिसी लेभलमा चाहिँ यो कुराहरु चाहिँ फोकस के रे यो सम्बोधन हुनु पर्यो, नेपाली जनताले चाहिँ गरिखाना पाउने अवसर चाहिँ राज्यले सृजना गरिदिनु पर्यो भन्ने कुरा चाहिँ कन्स्टिट्युसनमा अहिले जुन नयाँ बनिरहेको संविधान छ त्यसमा चाहिँ नेपाली जनताले चाहिँ गरिखाना पाउनु पर्यो भन्ने खालको कुरा चाहिँ नेपाली जनताको हक अधिकार सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो चाहिँ मान्यता छ। त्यसको लागि हामीले कन्स्टिट्युसन राउन्ड टेबल डिस्कसन पनि गरिरहेका छौं र तल्लो लेभलमा चाहिँ हामीले ग्रास रुटमा क्याम्पेनिङहरु गरिरहेका छौं। किनभने यो आम नेपाली जनताको आवाज भएकोले गर्दाखेरि चाहिँ ग्रास रुटसम्म चाहिँ यो आवाजहरु पुग्नुपर्छ र हरेक नेपालीले चाहिँ हामीलाई गरिखाना देऊ भन्ने आवाज बोल्नुपर्ने स्थिति आएको छ। त्यसैले गर्दाखेरि चाहिँ हामीले ग्रास रुटमा पनि यसलाई चाहिँ पुर्याउन खोजिरहेका छौं। अब यो भन्नु ग्रास रुट लेभलमा पुर्याउने भन्नुभयो, फेरि अनि मेन यसको हेड अफिस काठमाडौँमा छ भन्नुभयो, कसरी यसले क्षेत्र विस्तार गरिरहेको छ, नेसन वाइड कसरी गइरहेको छ त? यो चाहिँ भोलिन्टियरली क्याम्पेन हो, यसमा हामीसँग काहीँ पनि फन्डेड छैन। हाम्रो चाहिँ सोच के हो भन्दा कि यो क्याम्पेनलाई हामीले बाहिरको फन्डिङहरु नलिकन नेपालीहरुको मात्र क्याम्पेन हामीले बनाउन खोजेको, नेपाली जनताको क्याम्पेन बनाउन खोजेको। यसको लागि हामीले जे पनि गर्छौं सबै भोलिन्टियरली गर्छौं। अहिलेसम्म गरेको ट्रेन्ड हाम्रो सबै भोलिन्टियरली छ, हामीले कहीँबाट केही पनि लिएको छैनौं। यसको लागि चाहिँ सपोर्ट भन्ने खालको कुरा चाहिँ केही सपोर्टहरु जस्तै म जस्तो व्यक्ति अथवा के चाहिँ तपाई जस्तो व्यक्तिहरु हुन्छ, यो पनि एक किसिमको प्रमोसन नै हो। एक हिसाबले गरिखाना देऊलाई चाहिँ हामीले प्रमोट नै गरिरहेका छौं। यो जुन प्रोग्रामबाट पनि हामीले प्रमोट गरेका छौं। त्यसै गरेर मकालु टेलिभिजनले पनि हामीलाई हिजोको दिनमा जिंगलहरु पीएससीहरु बजाउनको लागि सपोर्ट गरेको अवस्था थियो। कान्तिपुर टेलिभिजनले पनि बजाइदिएको थियो। पूर्वाञ्चलका बीएफएम लगायत पूर्वाञ्चल एफएम, स्काई एफएमले सबैले बजाइदिनु भएको छ। म चाहिँ यसरी सपोर्ट भएर चलिरहेको छ। रहेको कुरा पोस्टर्स, पम्पलेटिङहरुको कुराहरु, पेटिसनहरुको कुराहरुको लागि, टिचर्सहरुको लागि हामीले चाहिँ इन्डिभिजुअल सपोर्टर्सहरु, हाम्रो इन्डिभिजुअल सपोर्टर्सहरु हुनुहुन्छ हैन, उहाँ इन्डिभिजुअल सपोर्टर्सहरुबाट चाहिँ हामीले सपोर्टहरु लिएर चाहिँ यो क्याम्पेनलाई चाहिँ अगाडि बढाइरहेका छौं। अब यो जुन क्याम्पेनिङको कुरा गर्दा गर्दै फन्डको त अवश्य पनि कुरा आउँछ र फन्ड काहीँ पनि छैन, भोलन्टरी छ भन्नुभयो, त्यही पनि कुनै न कुनै हिसाब त होला नि। फन्ड रेज कसरी गर्नुहुन्छ यहाँ? फन्ड रेज हामीले कसरी गर्छौं भन्दाखेरि टी-शर्ट्सहरु हामी बनाउँछौं है। टी-शर्ट्सहरु हामीले बिक्री गर्ने गरेका छौं। जस्तै मानौ हामीले 250 रुपैयाँमा टी-शर्ट बनायो भने हामीले 350 मा टी-शर्ट बेच्छौं। त्यसबाट हामी 100 रुपैयाँ निकालेर पनि त्यो फेरि हामीले किन चाहिँ क्याम्पेनका लागि नै खर्च गर्ने गरेका छौं। त्यो काठमाडौँमा गरिन्छ, विराटनगरमा गरिन्छ। त्यसै गरेर हामीले स्टिकर्सहरु पनि बेच्ने गरेका छौं। कति अवस्थामा स्टिकरहरु पनि हामीले अस्ति युवा दिवसमा हामीले यही विराटनगरमै हामीले किन थुप्रै स्टिकर्सहरु हामीले आम नेपाली जनतालाई बेचेको छौं। यहाँ किन चाहिँ यहाँको सिटिजन्सहरु हामीले बेचेको हामीले त्यतिखेर बेचेका थियौं स्टिकर्सहरु। अनि अर्को कुरा हामीले जस्तै म्युजिकल इभेन्ट्सहरु गर्ने गरेका छौं। म्युजिकल इभेन्ट्सबाट पनि हामीले फन्डरेजहरु गर्ने गरेका छौं। अहिले तत्कालै हामीले न्यू इयरको इभमा हामीले कुटुम्ब ब्यान्डलाई रिक्वेस्ट गरेर चाहिँ उहाँहरूले हामीलाई सहयोग गरिदिरहनु भएको छ। हाम्रो लागि एउटा प्रोग्राम गरिदिरहनु भएको छ जसको लागि हामीले टिकटिङ गरेको छौं। विथ डिनर प्रोग्राम राखेको छौं। हामीले टिकटिङमा 1000 र 1500 को हामीले टिकटिङ गरेका छौं, जसमा चाहिँ हामीले कपल डिनर 1500 को लागि र सिंगल डिनरको लागि चाहिँ हामीले 1000 रुपैयाँ राखेर चाहिँ हामीले त्यहाँ प्रोग्राम गरिरहेका छौं। त्यसबाट पनि हामीले फन्डरेज गर्छौं र त्यो फन्डरेज जति चाहिँ सबै हामी क्याम्पेनमा लगाउँछौं। र हामीले स्टाफहरुलाई पैसा तिर्नु नपरेको कारणले गर्दाखेरि चाहिँ यसमा हामीले चाहिँ तपाईलाई हाम्रो धेरै खर्च पर्दैन। हाम्रो खर्चहरु भनेको पम्पलेट्स, स्टिकर्सहरु, रेडियो जिंगल, टिभी पीएससीहरुमा चाहिँ खर्च हुने हो हैन, तर त्यसमा पनि हाम्रो पैसा लागेको छैन अहिलेसम्म चाहिँ। अब क्याम्पेनिङको कुरा गर्दाखेरि रेडियो जिंगल, टेलिभिजनमा पीएससीहरु बजाउनुहुन्छ है, टी-शर्ट्सहरु भयो, टी-शर्ट्सहरुबाट थ्रुबाट त उहाँहरूले आई एम इन्भल्भ इन दिस भनेर देखाउनुहुन्छ है। तर मेन एउटा गरिखाना देऊमा इन्भल्भ भएपछि चाहिँ एज अ भोलन्टियरली मेम्बरले चाहिँ कस्तो कस्तो कुराहरु गर्नुपर्छ वा प्रोटेस्ट कसरी गर्ने त? यो स्टेक होल्डर्सहरुसँग, यो गभर्नमेन्ट लेभलसँग कसरी डिमान्ड वहाँ कसरी गर्नुहुन्छ मैले गरिखाना पाउनु पर्यो भनेर? अर्को जस्तो अब कसरी गरिखाना पाउनु पर्यो भनेर प्रोटेस्ट कसरी गर्ने भन्ने खालको कुरा चाहिँ नि पहिलो कुरा त किन तपाई र मैले एउटा स्टिकर पनि कहीँ आफ्नो गाडीमा अथवा किन चाहिँ आफ्नो अफिसमा अथवा आफ्नो दोकानमा लगाउँछु भने त्यो एक हिसाबले चाहिँ के हुन्छ भने म गरिखाना चाहन्छु, मलाई गरिखाना देऊ भनेर हामीले प्रोटेस्ट भन्दा पनि अपिल गरिरहेको छौं, राज्यलाई अपिल गरिरहेको छौं। म चाहिँ अब बुझ्ने मान्छेले गरिखाना देऊ भन्ने कुरा चाहिँ त्यो त्यतिकै पनि बुझ्ने खालको मेसेज छ। त्यसले गर्दाखेरि बुझ्ने मान्छेले बुझ्नुपर्ने जस्तो लाग्छ मलाई। अर्को कुरा चाहिँ हामी कसरी प्रोटेस्ट गर्छु भन्ने खालको कुरामा चाहिँ हामीले के पनि गर्न सक्छौँ भन्दाखेरि तपाईलाई आफ्नो ठाउँहरुमा ग्रुपहरु क्रिएट गर्न सक्छौं। हामीले एउटा के भन्छ भोलिन्टियरी सर्कल ग्रुपहरु क्रिएट गर्न सक्छौं। त्यसबाट पनि हामीले हाम्रो मेसेजहरुलाई त्यो गर्न सक्छौं। मैले विभिन्न किसिमको ट्रेनिङ्सहरु राख्ने गरेको छु युथहरुलाई चाहिँ अवेयर गर्नको लागि, युथहरुलाई चाहिँ सोशल रेस्पोन्सिबिलिटी बियर गर्नको लागि चाहिँ मैले विभिन्न किसिमको ट्रेनिङ्सहरु राख्ने गरेको छु। त्यो ट्रेनिङ्सबाट पनि विभिन्न किसिमको ग्रुपहरु थ्रुबाट पनि हामीले चाहिँ यो क्याम्पेनलाई चाहिँ अगाडि बढाइरहेको छौं हैन। अर्को कुरा चाहिँ
हामीले जस्तै पेटिसनहरू भरेर हैन आम नेपाली जनतालाई अरूलाई पेटिसनहरू भराएर पनि हामीले चाहिँ यो क्याम्पेनलाई अगाडि बढाइरहेको अवस्थाहरू पनि छ हैन। त्यसले गर्दा सबभन्दा ठुलो कुरो त हामी कन्सर्न हुनु पर्यो भन्ने खालको कुरा छ। यो भोइसको लागि तपाईँ र म लगायत अरू सबै नेपाली जनताहरू हुन्छ उहाँहरू चाहिँ यसप्रति कन्सर्न हुनु पर्यो। यो अरूको लागि भन्दा पनि यो आफ्नो लागि हो, यो हाम्रो भोइस हो, यो उसको भोइस भन्दा पनि यो मेरो भोइस हो भन्ने हिसाबले चाहिँ लिँदाखेरि चाहिँ यो क्याम्पेनलाई चाहिँ अगाडि बढाउन सजिलो हुन्छ। हामीले फेसबुकबाट पनि मेसेजहरू थ्रु गरिरहेको छौँ। गरिखाना देऊ क्याम्पेनको चाहिँ जुन आफैमा नियर अराउन्ड 6000 मेम्बर्सहरू हुनुहुन्छ गरिखाना देऊ क्याम्पेनको फेसबुकमा, त्यसबाट पनि हामीले मेसेजहरू फ्लो गरिरहेको छौँ र साथीहरूले चाहिँ आफ्नो साथीहरूलाई पनि सर्कुलेट गरिदिरहनुपर्छ मेसेजहरू। यो फेसबुक थ्रु सोसल नेटवर्किङ साइट त यहाँहरूको इन्टरेक्सन हुन्छ होइन, तर आफ्नो मेम्बर्सहरूलाई इन्टरेक्ट गर्नु पऱ्यो भने वा कुनै स्पेसल प्रोग्राम गर्नु पऱ्यो भने यहाँ केही मिटिङ्सहरू गर्नुहुन्छ, कुनै फर्मल प्रोग्राम गर्नुहुन्छ वा कस्तो गर्नुहुन्छ? होइन, जस्तै अब हाम्रो मेम्बर्सहरू भनेको चाहिँ कस्तो छ भने तपाईँले 6000 जुन हाम्रो फेसबुक मेम्बर छ नि, फेसबुकमा त जो पनि मेम्बर हुन पाउँछ होइन। त्यसले 6000 जना चाहिँ अब त्यो मेसेज भनेको चाहिँ केही गर्दाखेरि चाहिँ फेसबुकबाट जाने खालको कुरा भयो। अर्को कुरा चाहिँ हाम्रो डिस्ट्रिक्ट रिप्रेजेन्टेटिभहरू हामीले हरेक जिल्लामा चाहिँ हामीले बनाइरहेको छौँ। अहिले भर्खर सुरु गरेको ट्रेन्ड हो। अहिले 25वटा जिल्लामा चाहिँ हामीले यो सुरु गरेको छौँ। विराटनगरको अथवा पूर्वाञ्चलमा चाहिँ 10वटा जिल्लामा हामीले गरिरहेको छौँ। त्यसबाट चाहिँ के हुन्छ भने जस्तै अब हाम्रो पर्सनल मिटिङ पनि हुन्छ कहिलेकाहीँ, जस्तै म झापा अथवा म धनकुटा अथवा के भन्छ तेह्रथुमहरू गएको बेलामा त्यहाँ साथीहरूलाई भेट्ने खालको कुरा पनि हुनसक्छ। अर्को कुरा चाहिँ साथीहरू यतातिर आएको बेलामा पनि हामीले बसेर छलफल गर्ने खालको, जस्तै पर्सि हाम्रो दिलीपजी पनि आउँदै हुन्छ। दिलीपजी भनेको चाहिँ काठमाडौँमा चाहिँ उहाँले क्याम्पेनलाई हेर्नुहुन्छ, नेसनल लेभलमा चाहिँ उहाँले क्याम्पेनलाई हेरिरहनुपर्छ। उहाँ आउँदाखेरि चाहिँ हामीले 4-5वटा जिल्लाको साथी चाहिँ हामी बस्छौँ र त्यतिखेर हामीले अलिकति प्लानिङहरू गर्ने, कसरी अगाडि बढ्न सकिन्छ, कसरी अरूलाई चाहिँ यो मुभमेन्टमा चाहिँ हामी आबद्धता गर्न सक्छौँ भन्ने हिसाबले चाहिँ हामीले त्यो मिटिङहरू होल्ड गर्ने गरेका छौँ। भर्खर सुरु गरेको छ यो, त्यसैले गर्दाखेरि चाहिँ हामीसँग धेरै ठुलो स्ट्राटेजी बनाइसकेको छैन यो, किन भन्दाखेरि यो बढ्दै क्रममा छ यो क्याम्पेन। त्यसैले गर्दाखेरि हामी इनिसियल फेजमा छौँ। इनिसियल फेजमा भए पनि निकै नै लोकप्रिय भइसकेको छ है, प्रायः जहाँ पनि गरिखाना देऊ हुन्छ र मलाई जहाँसम्म लाग्छ अलिकति थेट शब्द मुखमा झुन्डिन्छ नि गरिखाना देऊ भन्ने। अनि यो शब्द जुन चयन कसरी भएका, किनभने अहिले एकदम मोडर्न ट्रेन्डी जमाना छ है, सबैजना अलिकति मोडर्न वर्डहरूमा एट्र्याक्टेड हुनुहुन्छ। जे कुरा गर्नु पर्यो भने ठ्याक्कै गरिखाना देऊ भन्ने चाहिँ कसरी माइन्डमा क्लिक भयो क्या यो वर्ड? एउटा कुरा त अब जस्तै गरिखाना देऊ भन्ने खालको कुरा नट हामीले अथवा के भन्छ यो क्याम्पेनले दिएको स्लोगन हो भन्ने खालको कुरा मात्र पनि होइन। किन भन्दाखेरि गरिखाना पाएनौँ के भन्छ गरिखाना दिएनन् भन्ने खालको कुरा त जहिले पनि चलि नै रहेको छ। किन भन्दा पोलिटिकल इन्स्टेबिलिटीदेखि लिएर के भन्छ हामीले यो खालको कुरा जुन भोगिरहेको छौँ नि, त्यसले गर्दाखेरि यो कुरा त पहिलेदेखि नै आइरहेको। तर कसैले चाहिँ वास्तवमा मलाई गरिखाना देऊ भनेर चाहिँ सुरुमा चाहिँ एउटा क्याम्पेनको लागि चाहिँ स्लोगन सोचेको हो। जस्तै त्यसमा चाहिँ रविन दाइहरू पर्नुहुन्छ। पछिबाट चाहिँ मैले सुनेअनुसार चाहिँ हाम्रो सक्सेस मन्त्र चलाउनुहुन्छ रञ्जित आचार्य सर, उहाँले चाहिँ मलाई गरिखाना देऊ भन्दा पनि गरिखाना देऊ मात्र राख्दाखेरि चाहिँ अझै इफेक्टिभ हुन्छ होला यो भन्ने खालको सुझाव दिनुभएकोले गर्दाखेरि चाहिँ पछिबाट गरिखाना देऊ मात्र राखेको भन्ने कुरा मैले सुनेको छु, जसले चाहिँ सबैलाई समेट्न सक्छ भन्ने खालको कुरा पनि उहाँले भन्छ। अनि यो लोगो पनि जुन छ पहिले चाहिँ 4-5वटा मान्छेको चाहिँ लोगो थियो, सिम्बोलिक लोगो थियो, पछिबाट चाहिँ यसलाई घटाएर चाहिँ एउटा सिङ्गल लोगोमा चाहिँ सिङ्गल मान्छेको चाहिँ आकृति दिएर चाहिँ बनाएको लोगो हो। र हाम्रो कुराकानी अझै जारी रहन्छ, तर पार भएको छ सानो विश्रामको। दर्शकमैन, कार्यक्रम परिवेश अझै बाँकी छ, यसलाई पुनः पालो भएको छ अर्को विश्रामको। हामीसँगै रहनुहोला।